साल के बाद नेपाल आ गया हूँ। कतिको यो चप्पल मैले हेलो वेलकम छ है सबैजनालाई मेरो भिडियोमा। आज चाहिँ म स्पेशल मान्छे, हाम्रो घरको स्पेशल मान्छेलाई लिन जाँदैछु, भेट्न जाँदैछु। अनि आजको मौसम चाहिँ यस्तो छ कि पानी परेको राति, अनि त्यो भएर यस्तो पुरा ढोडी निस्केर उस भए। अनि लु फेरि गाडी आयो, अब म चाहिँ जान्छु। लु बस है, बाई बाई। कहाँ हो बस्ने? यहाँ हो। गाडीमा चाहिँ कोही पनि थिएन कि, म एक्लै, प्यासेन्जर भनेको म एक्लै थियो। अनि ड्राइभर र खलासी, अनि के अरे अलिक सिट चाहिँ अलि माथि रहेछ कि, यस्तो बस्न पनि नमिल्ने खालको जस्तो थियो। अनि त्यस्तो रहेछ यो गाडीको चाहिँ। अनि म चाहिँ तल गाउँमा आइपुगेँ, घरभन्दा तलपट्टि, हाम्रो गाउँभन्दा तलपट्टि गाउँमा आइपुगेँ। अनि त्यहाँ तल्लो गाउँदेखि चाहिँ अब 4-5 जना भन्दा पनि धेरै सिट त फुल हुन लागिसकिरहेको कि। अब त्यहाँ मान्छे आएर कत्रो धेरै मान्छे आयो। अनि म चाहिँ छ्या कति धेरै हो, मलाई त मिलेन बस्न पनि भनेर यत्तिकै उस गरेँ। अनि म चाहिँ जाँदैछु सिलुलुलुलुलु रामपुर, मेरो हाम्रो स्पेसल मान्छेले लिन जाँदैछु। आधी बाटोमा पुग्यौँ हामी चाहिँ। यस्तो भिडियो गराउँदै गएँ। अब यस्तो घाम पनि बल्ल घाम लाउन लाग्थ्यो, अनि जाडो के बेसरी गाडीमा चढ्दा पनि म चाहिँ टाउको निकालेर यसो भिडियो गराउँदै हिँडेँ। अनि त्यहाँभित्रदेखि दाइले चाहिँ मलाई भन्नुभएको थियो टिकटक गराएको छ क्या, मलाई देखाएको छ क्या भन्नुभएको थियो। म चाहिँ होइन यत्तिकै भिडियो गराएको भन्दै, अनि क्यामेरा उल्टो छ भन्दै। अनि यस्तो छ हालत, घाम लाग्छ, बल्ल घाम लाउन लाग्छ, यस्तै छ। फाइनली म चाहिँ अब यहाँ हाम्रो स्कुल, म पढ्ने स्कुल के, म 9 देखि 12 सम्म पढेको यही स्कुलमा हो, श्री सरस्वती सेकेन्डरी स्कुलमा। अनि म चाहिँ यो स्कुलमा आइपुगेँ। यसो भिडियो देखाएँ मैले स्कुलको, राम्रोसँग देखेको थिएन, तैपनि मैले यसो देखाउँदै हिँडेँ। अब यो स्कुल चाहिँ मैले यो स्कुल छोडेर हिँडेको भन्दा पनि 12सम्म थियो, त्यो सकिएको चाहिँ 2-3 वर्ष भयो होला, 3 वर्ष जति। स्कुल छोडेको नि 3 वर्ष भइसक्यो। हाम्रो स्कुल चाहिँ यस्तो छ साथीहरू, राम्रो छ एकदम। भिडियो गर्दै जाँदा मैले चाहिँ पारिपट्टि ठ्याक्कै यता कठीडाँडादेखि पारिपट्टि चाहिँ कस्तो राम्रो ठाउँ के, राम्रो ठाउँ देखिने के। यहाँबाट त बाफ्रे यो चाहिँ गल्डा फाँट हो, राम्रो देखिने रहेछ पारिपट्टिबाट त। म चाहिँ आहा कस्तो राम्रो ठाउँ हो भन्दै भिडियो गर्दै गएँ साथीहरू। राम्रो थियो ठाउँ चाहिँ, त्यही हो। आउँदै म चाहिँ त्यो गल्डा फाँटको उसमा खोलामा आइपुगेँ। यहाँ चाहिँ खोला चाहिँ एकदम उस छ कि, सानो त सानो छ, तैपनि बर्खामा त ठुलो हुन्छ नि त, त्यही भएर यहाँ पुल बनाउन लागिरहेको छ। 1-2 वर्ष भइसक्यो होला पुल बनाउन लाग्यो, अहिलेसम्म बने होइन। यस्तै छ हाम्रो गाउँको विकास, हाम्रो गाउँठाउँको विकास भनेको यस्तै हो, गाह्रो छ। मेरो चाहिँ त्यो चार्ज सकिएर मोबाइल चार्ज गर्दै थिएँ। अनि म चाहिँ यहाँ बेलडाँडा आइपुगिसकेँ। त्यहाँ बेलडाँडाबाट बल्ल चार्ज गरेर यसो भिडियो गराउँदै हिँडिरहेको। बेलडाँडाभन्दा यतापट्टि आइपुगेँ म चाहिँ। हामी चाहिँ पहिला सेकेन्ड सिटमा बसेको थियौँ। अनि बहिनीले जाम अगाडि बसौँ भनेर बहिनी र म भएर अगाडि बसेँ। अनि हामी चाहिँ अगाडि बसेर सुलुलुलुलु भिडियो गराउँदैछौँ। हेर्नु होला है, सबै भिडियो फेरेर साथ दिनु होला साथीहरू।
इंग्लानी मोलेले हो मस्त फाइनली गाइज म चाहिँ किसानबारी काटेर यता चाउमिन फ्याक्ट्रीतिर उकालो चढ्दैछु बाटो भनेको यस्तो छ यस्तो अलि बजार बजार ठाउँमा पनि बाटो यस्तो छ भने हाम्रो गाउँतिर त के पो हुन्छ र साथीहरू यस्तो छ बाटोको हालत अब त्यही भएर त होला नि गाडी भाडा पनि वहाँ राईकोटदेखि यहाँ रामपुरसम्म त 400 गाडी भाडा मान्छेको गाडी भाडा 400 अनि चामलहरूको 50 केजीको चामलहरूको चाहिँ 250 छ त्यही हो साथीहरू गाह्रो छ भाडा चाहिँ एकदम महँगो छ गाह्रो पनि छ महँगो पनि छ यस्तै छ जिन्दगीको गोरेटोमा सुलुलु हिँडिरहेको छ पैसा नभएको बेलामा झन् फाइनली साथीहरू हामी चाहिँ रामपुर बेजाट बजारमा आइपुग्यौँ बेजाट बजारमा आइसकेको छु म चाहिँ दाइलाई भेट्न अब एक्साइटेड भएर मुटु ढुकढुक भइरहेको छ त्यही हो साथीहरू सुलुलु हेर्नु कहाँ हो त डिगे खाली रु फाइनली म चाहिँ दाइलाई भेटेँ भित्र आउनुहुन्छ दाइ चाहिँ होटेलमा भित्र आउनुहुन्छ अनि म चाहिँ यहाँ छु अब म चाहिँ सामानहरू किन्न जान्छु यहाँ बहिनीले चप्पल किन्न भन्दा म चाहिँ चप्पल लिन आएँ चप्पल देखाउनु मैले चप्पल फ्लाइटङ कि हिलाङ अल्ला इन्च अल्ला कि हिला अल्ला त्यसको एउटा दुईटा तीनटा डिजाइन यो कतिको यो चप्पल मैले आज आएको तिमीलाई 290 मा लगा 250 मैले जतिको त तिमी देछु आज हैन मैले 250 मा 350 मा किनेको यो हामी चाहिँ चप्पल किनेर नास्ता खान आयौँ नास्ता खाँदैछौँ हामी चाहिँ अब नास्ता सस्ता खाएर उता सामानहरू किन्न जान्छ अब साथीहरू म चाहिँ अब बेलादेखि घरतिर किनेको है अब के अरे भिडियो गराउन मिल्दैन कि अब मोबाइलमा चार्ज छैन एकछिन मोबाइल चार्ज गरेर बसेँ त्यो भएर म चाहिँ फर्केको है सुलुलु लेगा झाड़ के पास दिन दाम हो गया गल्डाको सस्या चौकीमा आइपुगेँ अनि यहाँ चाहिँ यस्तो छ हाम्रो गल्डाको सस्या चौकी चाहिँ यस्तो राम्रो छ अब यस्तै छ राम्रो छ गाडीमा हिँड्दै झलाएर अनि दाइ र म चाहिँ भिडियो गरायौँ अनि दाइले चाहिँ यस्तो के हिन्दीमा भनिराख्नु भएको थियो म चाहिँ अनि हाँसेर दाइको भिडियो गराउँदै हिँडिरहेको छु आया म चाहिँ कति हाँस्दै कि दाइले यति हाँसेको होइन मलाई गाडीमा आउँदा फाइनली साथीहरू हामी चाहिँ घर आइपुग्यौँ यहाँ चाहिँ म अब झर्दैछु घर आइपुग्यौँ अब यहाँ चाहिँ हामीले ल्याइदिएको बाबुलाई गाडी के अरे पुलिसवाला गाडी रे पुलिस जस्तो आफै हिँड्ने खायो फाइनली गाइज म चाहिँ घर आइपुगेँ फुल भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद बाई बाई सी यू